हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। र आज फेरि पनि मैले धेरै दिन बाद भिडियो स्टार्ट गर्दैछु र तपाईँहरूले माया गरेर हेरिदिनुहोस् होला। र म आज चाहिँ दिनमा के गर्छु भनेर तपाईँहरूलाई देखाउने छु। र मैले चाहिँ आज उठ्ने बित्तिकैदेखि भिडियो स्टार्ट गरिसकेको छु है। यहाँ चाहिँ छ मेरो नानी, मेरो छोरीसँगै मैले चाहिँ आज भिडियो स्टार्ट गरिसकेको छु। तपाईँहरूले मन पराएर हेरिदिनुहुन्छ भन्ने आशा राखेको छु मेरो भिडियोलाई। र जसले सब्सक्राइब गरिदिनु भएको छैन सब्सक्राइब पनि गरिदिनुहोस् होला। छोरी हो मेरो, छोरी चाहिँ यहाँनिर छ, दादा भन्दैछ। र आज चाहिँ म यसरी नै भिडियो स्टार्ट गरिसकेको छु। मैले माया गरेर हेरिदिनुहुन्छ भन्ने आशाको साथमा चाहिँ स्टार्ट गरेको छु है त गाइस। अहिले भेट्छु फ्रेस भएर। बाई। यहाँ प्रिसा चाहिँ आमैसँग छ। प्रिसा ओ के हेरेको? म्याउ हेरेको? हेर्नु पनि कम्ती अप्ठ्यारो रहेछ, माथि काट्न रहेछ। हेरिदिनु नि अन्त। कसले पिटेको? आउले चाहिँ हाबी काट्छ। ल छिटो। यहाँ यसको चाहिँ बच्चा हराइछ, कराएको छ, म्याउ कि म्याउ गर्दै। आजको दिन चाहिँ यस्तो छ, कम्ती घाम लागिराखेको छ। ऊ चाहिँ यहाँनिर बिस्किट खाँदैछ बसेर। नानु छोली के खानु भएको हौ? फोटो फोटो बिस्किट हाममा गर्नुभएको हो? यति नलामी केटी कसको? बिरालु कलाको हेर्दैछ। के छ गर्यो? म्याउ गर्यो। मुख त बिस्किट खाएर त हौ। त्यही बिस्किट खाइसक्नु आँट्यो है। 2टा बिस्किट खायो है। गरिदिनुहोस् न। ला जले। यसको चाहिँ बच्चा मारिदिएछ। बिहानदेखि कराएकै थियो। कुन चाहिँ चक्टामा आएको थियो? म्याउको बेबीलाई मारिदिएछ। कस्तो फेरि मारेर छोडेको? यो चाहिँ मलाई लाग्दो कराउँदैछ। कसो गर्दैछ भने? म्याउ गर्दैछ नि। हेर बिचराको बेबी, अर्को बेबी नि निस्केछ नि एउटा नि। यहाँ चाहिँ हाम्रो घरको डगी। अस्ति यो पनि बिमार थियो, अहिले चाहिँ जाती भएको छ। कानमा टोकिदिएको थियो यसको पनि। Guys, welcome to our mini vlog. It's vlog 2. This is Prisa. This is little Prisa. अहिले चाहिँ म नुहाएर पनि आइसकिसकेको छु। यहाँ चाहिँ छ मेरो नानी हेरिदिने। म नुहाइन्जेल यहाँ नानी हेर्ने कहाँ तेरो भ्लग हैन बन्दै कुछ मेरो ब्लगमा। धेरै महिना बाद मैले फेरि स्टार्ट गरेको छु के चाहिँ ब्लग। बना जस्तो तले हैन मनस हैन। ए त्यो ब्लग पनि भन्न पाए चाहिँ ब्लग बनाउनु छोडेर चाहिँ नानी नि आएर हेरिहाल्ला त। एकछिन पर्खिन। नानी बाइ बाइ। ए ब्लगमा के हेर्दिन मैले चाहिँ फोटो खिचिदिसकेँ नक्कलीहरूको। नानु डीएसएलआर खिचेको हो। ओइ अरे को बाजे कोन हेर्नु आन्द्राहरू निकाल्छस् है। म चाहिँ नानी सुताइसकेँ। अब चाहिँ म नानीको लागि खिचडी पकाउँछु। त्यही भएर चाहिँ यो खिचडीको लागि यो रेडी गरिरहेको छु। कोपी, गाजर, बिट, आलु तास्नुपर्ने हुन्छ। अब म नानीको खिचडी पकाइसकेर भेट्ने छु है त गाइस।
मैले चाहिँ यहाँ नानीको लागि मैले चाहिँ यो खिचडीको लागि चाहिँ सब्जी काटिसकेको छु। यहाँ चामल भिजाएको छु। अन्त चाहिँ मैले यहाँ कुकर बसाइसकेको छु खिचडीको लागि। अब खिचडी बनाइसकेरै भेट्ने छु है त गाइस। म चाहिँ यसरी दिन्छु नानीहरूलाई खिचडी बनाएर। तपाईहरुले चाहिँ कसरी दिनुहुन्छ कमेन्ट गर्नुस् होला। कत्रो पानी पर्दैछ है, कत्रो पानी पर्दैछ है गाइस। हाम्रोतिर चाहिँ अहिले पानी पर्दैछ। पानी कत्रो पर्दैछ है यहाँ चाहिँ। म चाहिँ नानीलाई खाना खुवाउँदैछु। नानी चाहिँ यहाँ खाना खानु नमानिरहेछ गर्दैछ। नानु मामा मामा हाम्मा गरिहाल्नुपर्छ हौ। कपी खोल्नु खोज्दैछ। म चाहिँ यहाँ नानीलाई खाना खुवाएर पनि बसिराखेको छु। पानी परेर हामी चाहिँ यहाँ अड्के। आया मेरो नानी चाहिँ यस्तो चकचक गर्छ नि। मेरो नानी चाहिँ पहिला मम्मी चाहिँ काम गर्नु हुँदैछ। आर्यन आर्यन चाहिँ म सुतेर उठेको। आँखा पनि कस्तो भइरहेछ। निन्द्रामै चिया पकाउँदैछु। अब चिया खाएर चाहिँ जाने हामी माथि नानाकोमा। दुध ए बहिनीको दुध आयो। बहिनीको दुध क्यान्टिनमा थिएन होला नि। वान अरे वान अरे ए क्यान्टिनमा दुध अर्को बहिनीलाई के ल्याइदिनु भएछ बाबुले हेर त बहिनी। ओम गर ए बहिनीको एमे भने न बहिनी। ला मसला वर्ष ल्याउनु भएछ फेरि। ए होइन यो 80 जस्तो हो कि भेजिटेबल त हो कि त्यही त। मम्मी खुसी हुँदै खोल्नु हुँदैछ यहाँनिर सामान छ भनेर चाहिँ। औ ल तिम्रो सामान ल के खान्छौ? ओट्स खान्छौ कि? ल एकछिन उसले चलाउँदैछ दिइहाल्नु। यो हो बिल ए होइन। अहिले चाहिँ म जाँदैछु नानाहरूकोमा। रात पर्नु आँटेको छ। यहाँ चाहिँ छ देख्दै गरेको चाहिँ यो सबै इस्कुसको माचान हो। यो इस्कुस चाहिँ माचानमा चढ्दै रहेछ। अब चाहिँ उकालोमा स्यास्या हुँदै नानी चाहिँ माथि पुगिसकेको छ। म चाहिँ पछाडि पछाडि छु आउँदैछु त। यहाँ चाहिँ तलदेखि माथिसम्म इस्कुसको माचन। यी धुप्पी गाडी यता पनि यस्तो छ यता पनि यस्तो। हाम्रो घर चाहिँ उतल हो। दिन चाहिँ पानी परेर अहिले चाहिँ रोकिरहेको छ। बहिनी हामी चाहिँ यहाँनिर आइपुग्यौँ। यो चाहिँ लुङ्गी सुङ्गी लाएर बसिरहेको छ। कसको लुङ्गी पाइस प्रतिभक्षमा चाहिँ लुङ्गी पो लगाएछौ नि बहिनी। लुङ्गी लाउने बेला भयो तपाईँको भन्छौ नि। यहाँ चाहिँ दुध गाईको तातिँदैछ। के अरे बाजे आज एकदमै एसएमपीपी परिवारमा मोमो बनिँदैछ।
एकदमै मोमो बनाउनेहरू चाहिँ हामीले बाहिरबाट मगाएको यो बाहिरबाट मगाएको हो के भन्छ कारिगरहरूले चाहिँ मोमो चाहिँ कस्तो बनाउँछ अहिले मिठो भएन भने चाहिँ मक्टु सक्टुहरू सबै तल घुरेनतिर हुनेछ र यहाँ छ एकजना भ्लगर उहाँको नाम चाहिँ हुन्छ के पो नाम त तेरो अर्पणा हेरौ नानी बोकाइले हत्तो भएको छ अर्पणा ल ऊ पनि मोमो खानु आएको बाहिर देशको मान्छेले बनाएको मोमो खानु आएको छ है यस्तै छ यहाँ कटेर भित्र अब कटेर है यो चाहिँ कटेर हुने फेरि हो आगो हेर्दा पनि हुन्छ कटेर त ठरियो अब छुट्टरीका नानी फेरि बाजे देखेर हुरुक हुँदै रोइदियो नानु रुनु हुँदैन ल मलाई देखेर नरुनु ओके चाहिँ बनिँदैछ मोमो मोमो बनाउने यहाँ चाहिँ दिदी डल्लो पार्ने यहाँ नानी चाहिँ के हाल्दैछ अघि चाहिँ रुँदै थियो एकछिन अहिले सँगै खाउँ होइन होस् भुँडी दुख्यो नि अहिले लन्ठा मात्रै झन् राति नानु पर्थिवाला हेर्दैछ ए उयो तान्नुको लागि आउँदैछ यहाँ त कति दिन भइसक्यो पानी आएको यहाँ चाहिँ पाकेर पनि खानु हुँदैछ कस्तो भएछ जेठी मैले पकाएको मैले नाना कस्तो भएछ जुलुम चिलिम भएछ है बहिनी खाने तिमी पनि बहिनीको सेयरलेक्स चाहिँ ल्याइदिनुहोस् हेलो गाइज भनिदिउँ न त हेलो गाइज भनिदिँदैछ यहाँनिर छोरीले यसो छोरीले गाइलो गाइज यहाँ चाहिँ नानी बोकेर काम गर्दैछ है यसले ठिक जान्दो रहेछ नानी बोकेर चाहिँ काम गर्नु है नानी आमाहरूले नहेरेपछि छेमाहरूको दुःख छेमाहरू भएको के फाइदा भयो र बहिनी आमाहरू भ्लगर भएर छेमाहरूको पाप है बहिनी घुमाएन बसायो पो मानेर हाँस्दै नानाको फुल दामी फुलेको रहेछ बगैँचामा फुलहरू ओ हेलो गाइस त देख्नु किन पर्यो यहाँ चाहिँ छ प्रिसा एकदमै बेसी रुएर चाहिँ केही छैन छाडा नानी यहाँ चाहिँ म दिस इज माई भिलेज लाइफ वेलकम टु माई भिलेज लाइफ हैन अनि म चाहिँ यहाँ कसरी बस्छु भन्दा यु क्यान चेक माई आउटफिट लाइक दिस and a day in my village life. So how I spend my village life, so I'm going to show you. This is my chula, hey na? And these peoples are so crazy. Oh my god. के खाएको खाएको फिङ्गर खाँदैछ यहाँ चाहिँ बहिनीले यसलाई पुऱ्याउनु जानुपर्ने थियो सुन्नु भएन हामी चाहिँ अब एकछिन निस्केको घुम्नु नानीलाई साह्रै घरमा बसेर अल्छी भएर चाहिँ नानीलाई लिएर औ नानु के खाएको अघि चाहिँ नखाएको होइन हे हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ तर पनि गाडी बाइकहरू चाहिँ सबै हिँड्छ है यस्तो बाटोमा पनि गाडीहरू पनि सबै हिँड्छ
हामी चाहिँ हिँड्दैछौँ अहिले हिँड्दै हिँड्दै आउँदैछौँ नानीलाई घुमाउनु लिएको हाल्यो भन्यो हाल्यो Ding 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 pantu tak kita? Kita bagi na. Ni cari pantai. Itu papi kan. Dinak ding ding dinak ding ding dinak ding ding dinak ding ding dinak. Ese hamile. Male maya gari kidik dungri mundri ko उसको गीतको प्रमोसन भयो दungri mundri नाच नाच नो आइ कितने छिटो हामी चाहिँ गाउँ घुमेर पनि फर्किँदैछु नानीलाई माथिसम्म लगेर चाहिँ फेरि पो जाने भन्दैछौ चाहिँ कता जाने उकालै अब भोलि घुम्नुपर्छ ल अब चाहिँ हामी फर्केको हिजो आएको यहाँ चाहिँ नक्कली यहाँ छ अक्कु नक्कली यहाँ छ अब कहाँ गएको नानु बाबुकोमा गएको फेरि हामी गएको ओह्रालो कहाँ गएको नानी दिल्लीबाट मिठाई ल्याइदिए ल लुगाहरू ल्याइदिएर मिठाई होइन बाई भनिदेऊ नानी बाई भनिदेऊ ऊ खुसी हुँदैछ ल जा ल बाई राम्रोसँग जा ए मैले कसलाई हौ गरे दादाको अब चाहिँ हामी फर्किँदैछु के को हि 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 हुँदैछौ अहिले पिटाइ हामी चाहिँ घर फर्किँदैछु अब चाहिँ अहिले चाहिँ म घर पनि आइसकेँ घुमेर नानाकोबाट है र नानीलाई यसो बाहिर लगेको थियौँ घुमाउनुको लागि र ऊ चाहिँ आउँदा सुतिरहेछ मजाले र मेरो भिडियोलाई पनि म यतिमै एन्ड गर्दैछु के कस्तो भयो तपाईहरुले माया गरेर हेरिदिनुस् होला र जसले लाइक सब्स्क्राइब गरिदिनु भएको छैन मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुस् अन्त माया दिएर हेरिदिनुस् होला है त गाइस बाइ सी यू इन द नेक्स्ट भिडियो